साथीहरु वेलकम है सबैजनालाई यो मेरो अर्को भ्लगमा। अनि अहिले चाहिँ म गाउँमा छु के। म चाहिँ यो चाहिँ के को रुख भन्नुहुन्छ होला, यो चाहिँ जुनार प्राय सबैलाई थाहा भएको होला। यो जुनारको छाहारीमा बसेर भिडियो स्टार्ट गरिरहेको छु। अनि यहाँ चाहिँ हाम्रो कोदोको बिउ नै भन्छ क्या अरे, कोदोको बिउ राख्ने अरे। अनि यहाँ नजिक खन्ने भन्दै हुनुहुन्छ। यो चाहिँ काँक्राको बिउ हो नि त, काँक्रा बिउलाई राखे हो यो। यस्तो चाहिँ हाम्रो सुन्तला। पहिलाको मेरो एउटा भिडियोमा पनि मैले सुन्तलाहरू चाहिँ खिचेको छु। राम्रो चाहिँ यस्तो हुन्छ क्या सुन्तलाको बोर्ड। तलतिर हिजो यो तलतिरको मैले देखाएको थिएँ सुन्तला आँप के छन् चाहिँ छ कि, तर मकै घारीले गर्दा देखिँदैन। अब यहीँ मुनि हेर्नु न, काँक्राहरू चाहिँ यत्रो काँक्राको बोर्डमा, तर सबै ठाउँ यत्रो काँक्रा बोर्डमा सबै ठाउँ छ कि के अरे काँक्रा फलेछ कि। अनि म चाहिँ यसरी भिडियो बनाइरहेको छु किनकि यो चाहिँ पछि हामीले हेर्नको लागि नि त। बुढी डराङ छ र माछामा राखेर काम गरेर यस्तो रमाइलो हुन्छ। अनि के एउटा मैले कहानी सुनेको थिएँ पहिला के, एउटा हिन्दी फिल्म हेरेछ एउटा बुढो मान्छेले होइन। अनि पुछो 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 के नहेबो भनेर चाहिँ भनेछ। ए हजुर, अनि पुछो पुछो सर्प 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 पो भनेर भन्छ र हजुर भनेर चाहिँ भनेर कि त्यो मैले सुनेको थिएँ। पुछो पुछो के नहेबो भने पुछो पुछो सोध भनेको होइन, हिन्दीबाट चाहिँ भनेको। अनि त्यो कहिले त्यो के अरे हिन्दी फिल्म नहेर्ने बोलेको नसुनेको नदेखेको होला, अनि त्यसले गर्दा पुछो भनेको त हाम्रो चाम्लिङ भाषा सर्पलाई पनि पसिना त्यसरी आउँछ हाम्रो पसिना। उठौँ खानु उठौँ। खेला उठिसक्यो मेरो यहाँ। काम गर्नुभन्दा पनि केही यसै गरिने रहेछ जस्तो लाग्छ साथीहरू। तर अब हामी यो सबै बोडीहरू अब काठमाडौँ पछि मम्मीले ल्याउने पठाउने काम हुन्छ होइन। राम्रो देखियो। के हो त्यो? लसुन। कहाँ लसुन हुनु यो? होइन, यो बिरा छोडेको उम्रियो क्या। ए म त के पो होला भने लसुन हो। लसुन ए मेरो कति राम्रो खुट्टा, गाउँमा त यस्तो राम्रो खुट्टा। माई गड, खुट्टाको कुरै नगर्नु साथीहरू, हातको कुरै नगर्नु। मसला हाल्नुपर्छ। त्यही छ हौ साथीहरू। मैले चाहिँ अब हजुरलाई के देखाउनु लगा, मेरो एउटा बालापनको एउटा याद है हजुरलाई सुनाउँछु म। म चाहिँ लगभग 5 वर्षको थियो होला, 5 वर्ष लगभग 4-5 वर्षको उमेर थिएँ। अनि दसैँको बेला टिका लगाउँदाखेरि अनि अब फुलपाती ऊहरू दुबोहरू गर्छ नि त उमा लोटामा हारेर। अनि त्यति बेला चाहिँ मलाई मेरो बाबाले चाहिँ मलाई दुबो लिन जाऊ भनेर पठाउनु भएको थियो। अनि दुबो लिन गएको, अनि दुबो चाहिँ मलाई नचिनेर चाहिँ मैले चाहिँ यस्तो झार्लाई के यसलाई
यसलाई लगेर होइन दुबो भनेर लगेर गएको थिएँ मैले होइन। सो मलाई त्यो बालापनको एकदमै आज याद आयो। जहिले पनि मैले यो देख्दाखेरि यो झार देखिराख्दाखेरि चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि जहिले पनि दुबो मैले पहिला यसलाई मैले दुबो भन्थेँ भन्ने कुरा याद आउँछ कि। सो अनि आज पनि मलाई ती दिनको याद आयो। मेरो लगभग कति वर्ष अगाडि धेरै वर्ष अगाडि नि अब म नै अब धेरै पुगिसक्यो है। अनि त्यो बेलाको एकदमै याद आयो। सो हजुरहरूलाई पनि सेयर गरेको। यो तपाईँलाई, यो अरुणालाई, यो टोमिनालाई, यो मलाई, उसलाई सत्यलाई छैन फेरि। मल पनि सकियो हालेर यस्तै कामहरू थियो हाम्रो चाहिँ आज। ल अब चाहिँ हामी घर जाऊँ ल। हेर्न यो पनि रोप्नुलाई राखिदिएको राखेको हिँड्दै के गर्नु। तपाईँले के गर्ने एकछिनमा? अब यो बिउ अब ल्याएर छरेर बिउ उमार्ने होइन, मार्ने अनि पछि रोप्ने। लाउन महिना दिनमा ठ्याक्कै रोप्ने हुन्छ यो। हेर्नु यो चाहिँ हाम्रो घुर्यान हो। हाम्रो पहिला घर चाहिँ हाम्रो यहीँ थियो अरे, मेरो बाबाहरू जन्मेको हुर्केको यहीँ थियो अरे, तर छैन अब बनाइएन पनि। हामीले यो के बोटलो भन्नु त? यो जुनार सुन्तला भनेर रोपेको जुनार परेछ है। ठिक छ, यो यो पनि राम्रो हुन्छ। यो राम्रो टन्न फलेछ पहिला, तर टन्न फलेछ है। फल्न चाहिँ तर देखिँदैन साथीहरू है। यस्तो चाहिँ हेर्नु ल रे कति बाक्लो फलेस पाला है। ल यता हाम्रो आँप पनि छैन, आँप पनि देखाउनु त। कति वर्ष भयो आँप रोपेको? 4-5 वर्ष भयो। यो कलमी हो क्या तर फल्छ नि, तर होस् यसो बोट चाहिँ यसपालि एउटै आउँदैन, फुलेन पनि यसपालि। होस् न, एक साल फल्छ, एक साल नफल्ने हुँदो रहेछ। अब यो जुनारको बोट भयो। अनि उ त्यो सुन्तला यो नाम फलेको पनि यो फलेको नाम खासै साला रामाएर फलेन। पोहोर त राम्रो थियो। मैले भिडियो पनि खिचेको छु पहिलाको, मैले हालेको छु त। भनेको राम्रो बोट भनेको 3 बोट मात्रै भयो, मरिसक्यो। उता हेर्नु न, त्यो तलको चाहिँ मैले रोपेको मैले। यसमा पनि खासै फलेकै छैन, दानै अलिअलि मात्रै छ कि। सुन्तला चाहिँ यसपालि खासै भएन। उता पारी चाहिँ कतिको छ कुनि। सुन्तलाले ढोकाइदियो। अनि पर्तिर सानो बोट पनि छ है। सुन्तला बोट छ त। बिरुवा चाहिँ हो त्यो। यो त तर हुँदैछ यो पनि माउलोतिर यत्रो त भइसक्यो। यो रोग लाग्यो क्या। अब चाहिँ हामी यहाँबाट निस्क्यौँ ल। जाउँ। अब चाहिँ हामी यहाँबाट निस्क्यौँ ल। जाउँ, घाम एकदम घाम लागिरहेछ हो। चारोटा पुऱ्याउनु जानुपर्छ त हौ साथी। ल अब चाहिँ हामी यहाँबाट निस्केको है साथीहरू। अब म पछि यो सुन्तला यो जुनाहरू पाक्ने बेला आयो भने देखाउँछु कस्तो राम्रो कस्तो राम्रो फल्छ पो त। ल हाम्रो यो नजरिया चाहिँ यस्तै छ साथीहरू। यो हाम्रो नजरिया भइहाल्यो। सुन्तला भयो, सुन्तला बोटहरू तल तल पनि छ। सबै मैले हिजो खिचेको छु। सबै म एउटै भिडियोमा म हाल्छु। हिजो पनि मैले बेलुका तर साँझमा अँध्यारो आएको छ भिडियो चाहिँ, तर साँझमा खिचेको हाम्रो भिडियोहरू छ। अब म यहाँ थोरै माथि जान्छु। थोरै माथि चाहिँ त्यहाँ काँक्राहरू छ, एकदमै काँक्राहरू छ फेरि त्यहाँ चाहिँ। सो अब चाहिँ यो त सुँगुरलाई चारो यहीँ काटी जाने होला नि त। सुँगुरलाई चारो त काटी जाने होला नि त यहीँ, होइन यहीँ काट्नुपर्छ। उहाँ सुकाउनु सजिलो क्या, काट्यो अनि झार्यो भएन। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो चुवाचीको लागि चारो खाना। तर सुँगुरलाई हामीले बोसो चिने तरिकाले पोस्याएपछि खानुपर्छ। मैले चाहिँ सुँगुरको चारो बोकेको छु साथीहरू। सुँगुरको चारो बोकेर हिँडेको के गर्नु, चुवाचे त फेरि चट्टै हो नि, टक्कै हो नि त। त्यही भएर चुवाचेलाई चाहिँ अलिकति पोसाउनु पर्ने कुरो पोसाउनु पर्ने हुन्छ। यहाँ माथिको काँक्रा पनि हेर्न जानुपर्ने छ म त। यहाँ माथिको काँक्रा पनि देखाउँछु तपाईँहरूलाई म।
ल यो चाहिँ हाम्रो पोखरी यहाँ चाहिँ माछा छ कि छैन अरे भ्यागुता छ त माछा चाहिँ छैन होला भ्यागुता चाहिँ छ यहाँ मैले चाहिँ के देखाउन जाँदैछु भने अब यो त कुचो भइहाल्यो अम्लिसो कुचो मैले चाहिँ के देखाउन आएको भन्दाखेरि अब म यतैबाट जाउँ है त पहिला ल अब यहाँबाट देखाउँछ कस्तो धेरै फलेको त मलाई खासै खान मन लाग्दैन कि यो पुरै पाकिरहेछ यो आरू बगडा पनि ओ माइको थोरै छैन यहाँबाट देखिँदैन होला तर थोरै छैन त आँखाहरू त यतातिर त कति धेरै रहेछ पहिला हामी सानो हुँदाखेरि यस्तो चिजहरू खासै हुन्थेन है आजकल त हामी खाने नभएर पनि होला यो लु तिमी खाऊ मेरो छ आज भ्याएको तर कम्ता गर्छु झऱ्यो झरिसक्यो फोटो निक्ल्यो यहाँ थियो क्या यसमा बसिरहेको यस्तो आरूहरू छ क्या साथीहरू योहरू परले चाहिँ कामी यहाँसम्म चाहिँ आइपुग्यो है यो भाजी चाहिँ भाजिँदैन होला है हेर्नु त साथीहरू यहाँ यति धेरै छ ल कसरी लाग्छ त कसलाई मनपर्छ यस्तो धेरै आरू फरेको म त सक भयो त है यसरी मैले त देखाएको थिएँ नि त तर यस्तो बेला यो मौसममा नआए के अरे यो बेला नआएर नि होला यति बिरी फलेर चाहिँ यस्तो फलेको हाम्रो माछा मरे हो कप कप दाना हेर्नु सक्नुहुन्छ तपाईँहरूले अब तपाईँहरूलाई कस्तो चाहिँ लाग्छ त यो देखेर यतापट्टिको बाँकेर हेर्नुहोस् नदेखा होला अब यतातिर हेर्ने म जुन देखाउँछु त्यसरी फलेको छ कि बिदी म त सब भइदिरहेको यति बिदी के अम्माइको यति बिदी मैले त खासै खाइनँ तर एउटा चाहिँ खाएँ अब चाहिँ यहाँबाट चाहिँ म निस्केँ अब यो सँगसँगै मेरो आजको भिडियो चाहिँ यति नै